जिल्ला समन्वय समितिको जिल्ला अधिकारी हजुर नमस्कार। कार्यक्रम जलजला बहसमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रमसँगै उपस्थित भएको छु म वीरेन्द्र गिरी। सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर कार्यक्रम जलजला बहस प्रत्येक दिन यही समयमा सुन्न सक्नुहुन्छ भने कार्यक्रम जलजला बहसलाई तपाईले रेडियो जलजला 96.4 मेगाहर्ज को फेसबुक पेज र प्रोग्राम लोकसारथी नामक युट्युब च्यानलबाट पनि एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम जलजला बहसमा हामी समसामयिक विषयवस्तुमा केन्द्रित रहन्छौं र सम्बन्धित अतिथिसँग कुराकानी गर्छौं। आजको कार्यक्रममा हामी जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी अन्जु पोखरेल जो कि अहिले नयाँ आउनु भएको छ, उहाँसँग हामी कुराकानी गर्दैछौँ र उहाँको विभिन्न समसामयिक विषयवस्तुमा केन्द्रित रहेर उहाँको अनुभवका बारेमा हामी कुराकानी गर्दैछौँ। उहाँ हाम्रो स्टुडियोमा हुनुहुन्छ। म्याडम, तपाईँलाई कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद। आजभोलि केमा व्यस्त हुनुहुन्छ? रेडियो सुन्दै गर्नुभएका श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न। म जिल्ला समन्वय समिति रोल्पाको जिल्ला समन्वय अधिकारीको रूपमा 5 दिन भयो म यो रोल्पा जिल्लामा आएको। जिल्ला समन्वय अधिकारीको रूपमा यहाँ कार्यरत छु। त्यही अफिसियल काममै व्यस्त छु भन्नु पर्यो। यो भन्दा पहिला तपाईँ कहाँ कार्यरत हुनुहुन्थ्यो? मेरो निजामती सेवामा चाहिँ 2067 सालको इन्ट्री हो। 14 वर्षदेखि निजामती सेवामा कार्यरत छु। अफिसरबाट सुरु भएको मेरो जागिर र अहिले चाहिँ उपसचिवको रूपमा यस रोल्पा जिल्लामा जिल्ला समन्वय अधिकारीको रूपमा कार्यरत छु। योभन्दा अगाडि चाहिँ म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा 9 वर्ष प्लस बसेँ। त्यसपछि 5 वर्ष प्लस चाहिँ गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा बसेँ र यहाँको छिमेकी जिल्ला रुकुम पूर्वमा म कोभिडको समयमा त्यहाँ सेवा गर्ने अवसर पाएको थिएँ। भनेपछि तपाईँ ती क्षेत्रहरूमा काम गर्नुभयो? हजुर। विभिन्न मन्त्रालयहरूमा काम गर्दाखेरि विभिन्न सुगम ठाउँमा बस्नु भएको तपाईँ हैन? अहिले दुर्गम ठाउँतिर आउनु भएको छ हैन? रुकुम पूर्वमा पनि काम गर्नुभयो। त्यहाँको अनुभवको बारेमा, रुकुम पूर्वको अनुभवको बारेमा जानकारी गराइदिनुहोस् न। हस्, धन्यवाद। म 2076 साल हो जस्तो लाग्छ, कोभिडको सुरुवात को समयमा म त्यहाँ 2076 साल फागुन 1 देखि 14 महिना त्यहाँ कार्यरत रहेँ। त्यो कार्यरत रहँदाको अवस्थामा सुरुको अवस्थामा जुन कोभिडको स्टार्टिङ पोइन्ट थियो त्यो बेलामा एकदम कोभिड सम्बन्धमा फियर थियो, डर त्रास थियो र रुकुम पूर्वमा भएको जनसमुदायहरूमा त्यो अझ बढी दुर्गमको जनसमुदाय भएको हिसाबले अझ बढी डर त्रास थियो। त्यसलाई आफूले सरकारले गरेका निर्देशनहरूलाई ख्याल गर्दै आफूले आफ्नो विवेक र क्षमताले भ्याएसम्म त्यहाँको समुदायहरूसँग नजिक बसेर सेवा प्रवाह गर्ने मौका पाएँ र जिल्ला प्रशासन कार्यालयमा डाइरेक्ट पब्लिकसँग रिलेसन हुने अड्डा भएको हिसाबले पनि रुकुम पूर्ववासी आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूसँग नजिक रहेर घुलमिल भएर काम गर्ने अवसर पाएँ। त्यसलाई मैले आफ्नो करियरमा चाहिँ एउटा अवसरको रूपमा लिएको छु र त्यसपछिको यो पहिलो रोल्पा जिल्लामा पोस्टिङ मेरो उपसचिवको बढुवा पश्चातको यो पहिलो पोस्टिङमा पनि यो जिल्ला जुन बाहिरबाट हेर्दाखेरि रोल्पा भनेर जुन हेर्ने दृष्टिकोण छ त्योभन्दा यो दुर्गम भन्दाखेरि मलाई त्यो शब्द चाहिँ यो जिल्लाको लागि त्यति उपयुक्त जस्तो लागेन। यो हरेक हिसाबले आफ्नो ठाउँमा विकसित छ भन्ने चाहिँ म यहाँ आएपछि अनुभव गर्दैछु। हजुर, अब तपाईँ पहिला शहरी क्षेत्रतिर बस्नुभयो हैन? अहिले गाउँघरतिर आउनु भएको छ। यो शहरी क्षेत्रमा काम गर्दाखेरि गाउँघरमा त अहिले पनि शहरी क्षेत्रको जस्तो त्यति पूर्वाधार विकास नहुन सक्छ अथवा छैन, त्यसलाई तपाईहरुले कसरी गर्ने योजना चाहिँ बनाउनु भएको छ?
यसलाई मैले थोरै फरक प्रसङ्गले जोड्न खोजेँ। मेरो चाहिँ घर, मेरो जन्मघर चाहिँ गुल्मी हो। म पहाडी जिल्ला गुल्मी, जहाँ चाहिँ हजुरले भन्नुभयो पूर्वाधारको त्यति विकास नभएको जिल्लामै पर्छ। र त्यो बेलामा म गाउँमा मेलापात गरेर विद्यालय र उच्च शिक्षा हासिल गर्ने मौका पाएको थिएँ। त्यसले गर्दा मलाई चाहिँ यो सहरी अनि त्यसपछि दुर्गम, त्योभन्दा पनि आफूले झन् बढी इन्टिमेसी हुन्छ जस्तो लाग्छ मलाई यो पहाडी जिल्लाहरू र दुर्गम जिल्लाहरूमा चाहिँ। अब यसमा काम गर्दाखेरि चाहिँ पक्कै पनि हजुरले भने जस्तो सरकारी सेवा प्रवाह गर्दाखेरि जुन सेवा सुविधाहरू केन्द्रमा हुन्छ त्यो सेवा सुविधाहरू पक्कै पनि जिल्लामा अथवा दुर्गम ठाउँमा नहुन सक्छ। तर त्यसैलाई उपलब्ध सीमित स्रोत साधनलाई चाहिँ अधिकतम उपयोग गरी कसरी रिजल्ट बढीभन्दा बढी प्रभावकारी रूपमा ल्याउन सकिन्छ त्योतर्फ योजनाबद्ध हिसाबले अगाडि बढ्न सक्यो भने कार्य सम्पादनमा त्यस्तो असहज हुन्छ। सहरी क्षेत्रमा जति बेला तपाईँ काठमाडौँका मन्त्रालयहरूमा काम गर्नुभयो, त्यो क्षेत्रमा गर्ने काम, त्यो क्षेत्रको काम गर्ने स्पिड र यतातिरको काम गर्ने स्पिडमा फरक त आउँछ? फरक त आउँछ, तर यो हामीले सङ्घीयतालाई अवलम्बन गर्दै गर्दा सङ्घीय, प्रदेश र स्थानीय जुन सरकारको अहिले हाम्रो संविधानले परिकल्पना गरे अनुसार कार्यान्वयनमा छ, जति सिंहदरबारभित्रका मन्त्रालयहरू व्यस्त हुन्छन् अहिले पालिकाहरू पनि त्यति नै व्यस्त हुनुहुन्छ जस्तो मलाई लाग्छ। र यो अहिले म आएको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश, स्थानीय र सङ्घीय तीनवटा तहलाई चाहिँ समन्वयात्मक भूमिकाबाट समन्वय गरी विकास निर्माणका कामहरूमा चाहिँ दोहोरोपना नहुने गरी अथवा त्यसलाई समग्र जिल्लावासीहरूले त्यसको पोजिटिभ रिजल्ट पाउने गरी समन्वयात्मक रूपमा भूमिका जुन निर्धारण गरेको छ, यसमा काम गर्दाखेरि मलाई त्यस्तो असहज हुन्छ जस्तो चाहिँ लाग्दैन। अब सबैले दुर्गम ठाउँमा सरुवा नभइदिए हुन्थ्यो जस्तो गर्नुहुन्छ। दुर्गम ठाउँमा कोही पनि, प्राय पिछडिएको ठाउँमा कोही पनि आउन मानिरहनु भएको हुँदैन। तपाईँ गृह मन्त्रालयमा काम गर्दा गर्दै पनि म दुर्गम ठाउँमा काम गर्न सक्छु भनेर आउनु भएको छ। कतिको भनौँ न सहज मान्नु भएको छ? यसलाई अब नेपाल सरकारको एउटा कर्मचारी भएको हिसाबले नेपाल सरकारले जहाँ पठाउँछ हामी कर्मचारीहरू त्यहाँ जानु नै पर्छ र पोस्टिङ भएको ठाउँमा जानु कर्मचारीहरूको दायित्व पनि हो। र उहाँहरूले आफूसँग भएको सिप क्षमता र योग्यतालाई प्रदर्शन गरेर त्यहाँबाट इफेक्टिभ रिजल्ट निकाल्न सक्नको लागि नै नेपाल सरकारले उपयुक्त ठानेर हामीलाई त्यस्तो ठाउँहरूमा पठाउँछ। त्यसमा जानलाई कुनै पनि हिचकिचाहट छैन। र मेरो व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई सहरी क्षेत्रमा भन्दा गाउँमै बसेर काम गर्न अलि सहज अथवा मजा पनि लाग्छ। भनेपछि सहरी क्षेत्रमा भन्दा गाउँ क्षेत्रमा तपाईँ जन्मिएको हुर्किएकै गाउँमा भएको कारणले गर्दाखेरि अलिकति गाउँको क्षेत्रमा काम गर्न हजुर छुट्टै आनन्द आउँछ, छुट्टै अपनत्व फिल हुन्छ। तर नि अब जब सहरी क्षेत्रमा भनौँ न काठमाडौँ जस्तो गइसकेपछि गाउँघरलाई बिर्सने अनि उतैतिरको माहौलमा रमाउन खोज्ने धेरै हुनुहुन्छ नि। तपाईँलाई लागेन अब काठमाडौँमै भइदिएको भए हुन्थ्यो, यहाँ किन सरुवा गर्नु पर्यो होला भन्ने लागेन? त्यसमा चाहिँ अब 2-3वटा कारण हुन्छन् जस्तो लाग्छ मलाई चाहिँ। एउटा पारिवारिक हिसाबले फ्यामिलीसँग सँगै बसेको जिल्लामा आउँदाखेरि केही न केही अप्ठ्यारो अवश्य पनि हुन्छन्। तर त्यसलाई सबै अप्ठ्यारोको रूपमा नलिएर आफ्नो कार्यक्षेत्रमा जाँदाखेरि सबै कुरा म्यानेज गरेर पारिवारिक समस्यालाई चाहिँ कार्यथलोमा देखाउनु हुँदैन भन्ने चाहिँ मेरो व्यक्तिगत धारणा पनि छ। र मलाई जिल्लामा काम गर्दा अझ सङ्घमा भन्दा अथवा केन्द्रमा भन्दा छुट्टै यहाँको निजामती कर्मचारीहरूलाई हेर्ने जुन दृष्टिकोण, जुन प्रेस्टिज, जुन सम्मान जिल्लामा पाइन्छ त्योभन्दा कमै बरु केन्द्रमा पाइन्छ जस्तो लाग्छ। हजुर, भनेपछि गाउँघरमा पाइने सम्मानहरू केन्द्रीय स्तरमा नपाइन पनि सक्छ भन्ने तपाईँको अहिलेसम्मको कार्यको अनुभवले बताउँछ। हजुर, तपाईँ एउटा भनौँ न महिला हुनुहुन्छ होइन, र धेरै महिलाहरूले गुनासो गर्नुहुन्छ हामी सरकारी काम कार्यालयमा प्रवेश गरिसकेपछि जुनसुकै पदमा किन नजाउँ, जतिसुकै ठुलो पदमा किन नजाउँ, सरकारले विभेद गरेको छैन। तर काम गर्दै गर्दाखेरि कर्मचारीहरूबाट हामीले विभेद सहनुपर्छ भन्ने खालको कुराहरू गर्नुहुन्छ। तपाईँको अनुभव यसमा के छ? अब एक हिसाबले हेर्दाखेरि त्यो उहाँहरूको भनाइमा सत्यता पनि छ। तर नेपाल सरकारले जुन पदीय हिसाबले, लैङ्गिक हिसाबले भन्दा पनि पदीय हिसाबले व्यक्तिलाई कार्यथलोमा खटाउँछ, त्यो बेलामा उहाँहरूले जुन अनुभव गर्नुभयो
त्यहाँ त्यस्तो यदि वातावरण छ भने त्यो पुरुष कर्मचारीहरूबाटै भएको हो। त्यसैले पुरुष कर्मचारीहरूले पनि आफ्नो ठाउँबाट त्यो मनन गर्न जरुरी छ। तर मैले सौभाग्य नै भन्नुपर्छ, मैले अहिलेसम्म त्यसरी आफूलाई लैङ्गिक हिसाबले महिला भएकै हिसाबले चाहिँ काममा त्यसरी हीनता बोध अथवा आफू हेपिएको त्यस्तो महसुस चाहिँ गर्न परेको छैन। तर हजुरले महिला कर्मचारीलाई महिलाले नै नपत्याउने प्रवृत्ति पनि त छ नि, त्यसलाई चाहिँ केही हदसम्म चाहिँ स्वीकार गर्न सकिन्छ। हजुर, तपाईँको भनौँ न अनुभवमा त्यो त्यस्तो के छ, यो काम गर्न अलिकति असहज भएको, अलिकति अनकम्फर्टेबल भएको के छ? अब यो सन्दर्भमा चाहिँ म अब अहिले चाहिँ सौभाग्यवश अहिले जिल्ला समन्वय समितिको प्रमुखज्यू पनि यहाँ महिला नै हुनुहुन्छ र योभन्दा पहिला म जुन रुकुम पूर्वमा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा त्यहाँ काम गरिरहँदा चाहिँ एउटा पालिकाको सिस्ने गाउँपालिकाको अध्यक्ष पनि महिला हुनुहुन्थ्यो। उहाँसँग नजिक भएर काम गर्ने अवसर पाएँ। तर त्यस्तो खालको अथवा कर्मचारीहरूबाटै जनप्रतिनिधिहरूबाटै कार्यस्थलमा चाहिँ महिला भएकै कारणले महिलाबाटै त्यस्तो खालको दृष्टिकोणले हेरिएको चाहिँ मैले अनुभव गर्न पाइनँ। अब तपाईँ जस्तै अन्य महिला कर्मचारीहरूलाई यस्ता खालका विभेदहरू भोग्न नपरोस् भन्नका लागि तपाईँहरू भनौँ न सरकारको निकायहरूमा पुगिसक्नु भएका, गृह मन्त्रालयहरूमा काम गरिसक्नु भएका व्यक्तिहरूको पहल चाहिँ के रहन्छ? अब गृह मन्त्रालय यसलाई चाहिँ फरक दृष्टिले हेरौँ जस्तो लाग्छ। गृह मन्त्रालयबाट धेरैजना महिलाहरू सिडिओको रूपमा प्रमुख जिल्ला अधिकारीको रूपमा विभिन्न जिल्लाहरूमा काम गरिराख्नु भएको छ। अहिले पनि उहाँहरूले त्यो जुन देखाउनु भएको जुन पर्फर्मेन्स छ, उहाँले देखाउनु भएको त्यो आफ्नो दक्षता अथवा काममा जुन सिन्सियरिटी छ त्यो चाहिँ पुरुषको तुलनामा अझ बढी छ भन्ने मलाई लाग्छ। र उहाँहरूले जुन गर्नुभएको काम पर्फर्मेन्सलाई चाहिँ मन्त्रालयले त्यही अनुसार इभ्यालुएसन गरेर सम्बन्ध अझ राम्रो ठाउँमा उहाँहरूलाई अवसर दिने अनि महिलाहरूलाई चाहिँ यदि सशक्तिकरणको पाटोमा उहाँहरूको कमजोरी छ भने त्यसमा पनि उहाँहरूले सघाउने र लैङ्गिक हिसाबले पुरुष कर्मचारीहरूले चाहिँ महिलाहरूलाई अझ बढी इन्करेज गर्नुपर्छ जस्तो लाग्छ। महिला कर्मचारीहरूलाई पुरुष कर्मचारीहरूले स्थान दिनुपर्छ भन्नुहुन्छ? महिला कर्मचारीहरूलाई पाउन त उहाँहरू आफैले स्थान पाउनुहुन्छ। पक्कै पनि सरकारले एउटा निर्धारण गरेको पदमा, राज्यले दिएको पदमा चाहिँ महिला होस् या पुरुष होस् उहाँहरू आफै पदीय हिसाबले चाहिँ जिम्मेवारी हुनुहुन्छ। तर हजुरले भने जस्तो कहीँबाट त्यस्तो लैङ्गिक हिसाबले चाहिँ विभेद हुन्छ भने चाहिँ त्यो ठाउँमा पक्कै पनि पुरुषले उहाँहरूलाई चाहिँ सहजीकरण गर्नुपर्छ। अब तपाईँ जिल्ला समन्वय अधिकारीको रूपमा आउनु भएको छ। हजुर, अब हामी त्यतातिर प्रवेश गरौँ होइन। अहिले एउटा बहस के चल्छ भने जिल्लामा जिल्ला समन्वय समितिको कामै भएन, यो अब सबै गाउँ गाउँमा सिंहदरबार भन्ने जस्तै स्थानीय तह आयो, स्थानीय तह प्रदेश सङ्घ भइसकेपछि जिल्ला समन्वय समितिको काम छैन, अब यो हटाइदिए पनि हुन्छ भन्ने खालको बहस चलिरहँदाखेरि तपाईँ जिल्ला समन्वय अधिकारीको रूपमा आइरहँदाखेरि अब यसलाई ती बहसलाई त्यो प्रश्नलाई कसरी सामना गर्नुहुन्छ, के भन्नुहुन्छ यस बारेमा? धन्यवाद प्रश्नको लागि। अब यसलाई चाहिँ यसरी जाउँ होला जस्तो लाग्यो। नेपालको संविधानको धारा 220 को उपधारा 7 मा चाहिँ जिल्ला समन्वय समितिको व्यवस्था छ। पक्कै पनि त्यहाँ संविधान बनाउँदाखेरि मान्यज्यूहरूले त्यसलाई आवश्यक ठानेरै त्यो राख्नु भएको हो भन्ने मलाई लाग्छ। र अहिले हामीले यो संघीयताको पहिलो पटक अभ्यास गर्दै गर्दा विभिन्न तहहरू बीच समन्वयको आवश्यकता पर्छ। पक्कै पनि यो संविधानलाई त एउटा सहमतिको दस्तावेज भनिन्छ भने सङ्घ प्रदेश र स्थानीय तह बीचमा पनि पक्कै पनि एक आपसमा कोअर्डिनेसन तादात्म्यता भएन भने त्यहाँबाट हुने विकास निर्माणका कामदेखि लिएर एउटा जिल्लावासी समग्र रूपमा देशवासीहरूले नै त्यसको प्रतिफल जति पाउनुपर्ने हो त्यो पाउनुहुन्न कि भन्ने पनि छ। त्यसले गर्दा सङ्घ प्रदेश र स्थानीय तह बीचको जुन समन्वयकारी भूमिका निर्वाह गर्ने एउटा कार्यात्मक भन्दा पनि एक्जिक्युटिभ भन्दा पनि सेरेमोनियल टाइपको जुन रोल दिएर जिल्ला समन्वय समितिको व्यवस्था गरिएको छ, यसलाई बरु कार्यभार अरू थप दिन मिल्छ भने त्यतातिर जाउँ, यसलाई खारेज गर्नुतिर चाहिँ जान त्यति उपयुक्त हुन्छ
जस्तो मलाई लाग्दैन। भनेपछि यसले खारेज गर्नु हुँदैन, बरु यसलाई अलिकति परिमार्जित गरेर हजुर व्यवस्थित चाहिँ बनाउनु पर्छ। यो कार्यान्वयनकै चरणमा परीक्षण एक हिसाबले भन्दा परीक्षणकै चरणमा छ। यसलाई हेर्दै जाउँ, यसबाट केही रिजल्ट त्यस्तो अब यसलाई हटाउनै पर्ने जरुरी देखियो भने अब त्यो छँदै हुनुहुन्छ मान्यज्यूहरू अथवा त्यो लेभलको नीति निर्माण तहमा बस्ने व्यक्तिहरूले त्यसलाई आवश्यक ठान्नुभयो भने त्यो गर्न सकिएला। तर अहिले नै त्यस्तो खारेजीमै जानुपर्ने जस्तो चाहिँ मलाई लाग्दैन। अब यसलाई व्यवस्थित बनाउनको लागि यसलाई समन्वय समितिलाई अझै सबैसँग सबै तहसँग समन्वयकारी भूमिका हुन सक्ने बनाउनको लागि के प्रयासहरू गर्नुपर्छ, के गर्नुपर्छ राज्यले जस्तो लाग्छ तपाईँलाई? हुन त अहिले पनि संविधान यो हाम्रो जिल्ला समन्वय समिति चाहिँ क्रियाशील भनेको संविधान अनि स्थानीय सरकार सञ्चालन ऐन र यो प्रदेशको हिसाबले हेर्दाखेरि बागमती प्रदेश अहिले जुन यो रोल्पाको जिल्ला समन्वय समिति लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश ऐनलाई गाइडेड भएर यो जिल्ला समन्वय समिति चलिरहेछ। त्यसै गरी देशका सम्पूर्ण जिल्ला समन्वय समिति त्यसरी नै चलिरहेछन् र यसलाई थप प्रभावकारी बनाई अगाडि जानको लागि चाहिँ यसलाई थोरै एक्जिक्युटिभ रोल पनि दिने कि हैन, त्यो एकपटक कर्मचारीहरूको पनि ओएनएम गरेर त्यसलाई रिभ्यू गर्ने कि बरु त्यतातिर गएर प्रभावकारी हिसाबले रिजल्ट आउने गरी चाहिँ यसलाई अगाडि बढाउनु पर्छ कि भन्ने चाहिँ मलाई लाग्छ। भनेपछि सकारात्मक तवरले नतिजा आउने गरी अगाडि बढाउन सकियो भने जिल्ला समन्वय समिति आवश्यक छ भन्नुहुन्छ। हजुर, जिल्ला समन्वय समिति तपाईँ रोल्पामा आइसकेपछि तपाईँले विभिन्न फाइलहरू हेर्नुभयो होला, विभिन्न विगतका दिनहरूमा गरेका गतिविधिहरूको बारेमा तपाईँले हेर्नुभयो होला, के कति गतिविधिहरू भएका छन् र यसको बारेमा तपाईँले हेर्नु भएको र तपाईँले जान्नु भएको जानकारी गराइदिनुहोस् न। अब जिल्ला समन्वय समितिले गर्ने भनेको चाहिँ स्थानीय र प्रदेश अनि सङ्घसँगको कोअर्डिनेसन, यहाँ सञ्चालनमा रहेका सरकारी तथा गैर सरकारी विकास निर्माणका कामहरू र सरकारी गैर सरकारी निकायहरूले सञ्चालन गरेका आयोजना योजनाहरूलाई चाहिँ अनुगमन गर्ने, त्यसको नतिजा पोजिटिभ ल्याउनको लागि कोअर्डिनेसनको काम गर्ने र समीक्षाहरू गर्ने अनि भावी दिनमा चाहिँ यही भइरहेको कामहरूलाई चाहिँ कसरी अझ इफेक्टिभ रूपमा अगाडि लैजान सकिन्छ त्यसमा चाहिँ सङ्घ प्रदेश र स्थानीय तहमा चाहिँ विशेष गरी समन्वयकारी भूमिकामै रहेर काम गरेको देखियो र संविधान ऐन नियमहरूले त्यही नै बोलिरहेको छ। त्योभन्दा बाहिर गएर हामीले काम गर्न सक्दैनौँ र एउटा कुरा के छ भने यो जिल्ला समन्वय समितिले कुनै पनि एक्जिक्युटिभ काम गर्न नसक्ने भएकोले हामीले चाहिँ सल्लाह सुझाव चाहिँ दिन सक्छौँ, तर त्यो सल्लाह सुझावलाई चाहिँ बाध्यकारी रूपमा कुनै पनि निकायले कार्यान्वयनमै जानुपर्छ भन्ने चाहिँ ऐन कानुनी व्यवस्था छैन। त्यतातिर पनि बरु यदि यो जिल्ला समन्वय समितिलाई चाहिँ इफेक्टिभ रूपमा अगाडि बढाउने हो भने उसले दिएका सल्लाह सुझावहरूलाई चाहिँ बाध्यात्मक रूपमा कार्यान्वयनमा लैजानुपर्छ भन्ने खालको प्रोभिजन राख्दा चाहिँ बेटर हुन्छ कि। भनेपछि बाध्यात्मक स्थितिमा जिल्ला समन्वय समितिले दिएको सुझाव सल्लाह कार्यान्वयन उपयुक्त सुझावहरू कार्यान्वयन गर्ने संवैधानिक व्यवस्था नहुँदाखेरि अलिकति अप्ठ्यारो चाहिँ परेको छ। हजुर, अब त्यसलाई अब कसरी भन्ने, स्थानीय तहले जुन योजना नीति निर्माण गर्छ त्यसलाई चाहिँ राइट ट्र्याकमा ल्याउने, राइट ट्र्याकमै चलेको छ भने त्यसलाई एज इट इज जान दिने र कुनै स्थानीय तहबाट त्यस्तो यदि कमजोरीहरू भएका छन् भने त्यसलाई राइट ट्र्याकमा ल्याउनको लागि जुन जिल्ला समन्वय समितिले आफ्नो भूमिका निर्वाह गर्छ, रोल खेल्छ, त्यसमा चाहिँ उहाँहरूले चाहिँ त्यसलाई पोजिटिभ वेमा लिएर ती सल्लाह सुझावहरूलाई चाहिँ कार्यान्वयनमा लैदिए हुन्थ्यो भन्ने चाहिँ। अब तपाईँ रोल्पा जिल्लामा आउनु भएको छ, के छ तपाईँको योजना, कसरी आफ्नो रफ्तारलाई, आफ्नो कामको रफ्तारलाई कसरी अगाडि बढाउनुहुन्छ? अब जिल्ला समन्वय समिति रोल्पामा म जिल्ला समन्वय अधिकारीको रूपमा काम आइरहँदाखेरि पक्कै पनि यहाँ सञ्चालनमा रहेका योजना, राज्यले दिएको भूमिका, प्रदेश कानुनले समेटेका विषय भित्रै रहेर मैले काम गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ विगतमा भइरहेका कार्यपद्धतिमा केही त्यस्तो कमी कमजोरी छ भने त्यसलाई सुधार्दै लैजाने र जिल्लामा सञ्चालित योजनाहरूलाई अनुगमन गर्ने अथवा त्यसलाई स्थानीय तह
प्रदेश र सङ्घसँग समन्वय गर्दाखेरि चाहिँ प्रायोरिटीको आधारमा योजनाबद्ध हिसाबले कार्यक्रम बनाएर त्यसलाई कार्यान्वयनमा लैजाने र इफेक्टिभ रिजल्ट निकाल्नतर्फ चाहिँ समन्वयकारी भूमिका नै रहन्छ र जिल्ला समन्वय समिति र जिल्ला सभाको सचिवको रूपमा काम गर्ने भनेर राज्यले मलाई खटाएको छ। एउटा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न भनेर जुन मलाई रोल दिएको छ त्यही अनुसारै म त्यही ऐन नीति नियमभित्रै रहेर र आफ्नो क्षमता र दक्षताले भ्याएसम्म उपयुक्त तरिकाले काम गर्ने। अब रोल्पा जिल्लामा आउनु भएको छ। रोल्पा जिल्ला अलिकति पछाडि परेको ठाउँ भएको कारणले कतिपय भौगोलिक विकटता हुन्छन्। त्यो भौगोलिक विकटतामा कसरी काम गर्नुहुन्छ तपाईँले? अब भौगोलिक विकटतालाई त हामी कसै गरी छेक्न सकिँदैन। पक्कै पनि त्यो विकटतालाई अनुकूल, जस्तै कुनै यहाँबाट टाढा पर्ने ठाउँमा चाहिँ अनुगमन जान सम्भव नहोला, त्यस्तो ठाउँमा चाहिँ अब बर्खा सुरु नहुँदै अथवा गाडीको छैन भने पनि हिँडेर अथवा कसरी हुन्छ स्थानीय समग्र रोल्पावासीहरूले आफ्नो जिल्लामा सञ्चालित आयोजना योजनाहरूको चाहिँ इफेक्टिभ रिजल्ट आउने गरी मैले चाहिँ समन्वयात्मक भूमिका निर्वाह गर्छु र जिल्ला समन्वय प्रमुखको मार्गनिर्देशन अनुसार नै मैले आफ्नो कार्य सम्पादन गर्छु। तपाईहरूले भनौँ न विभिन्न स्थानीय तहमा जुन ठाउँमा मोटर बाटो अझै पुगिसकेका छैनन्, जुन ठाउँमा सहज जानको लागि सहज स्थिति छैन, ती स्थानीय तहलाई प्रदेश र सङ्घमा जोड्नका लागि तपाईँहरूको भूमिका, तपाईँको भनौँ तपाईँ अधिकारी भएर आइसकेपछि तपाईँको भूमिका कसरी अगाडि बढाउनुहुन्छ? अब यो स्थानीय तहसँग धेरै अधिकार छ। जति अधिकार सीमादरबार सङ्घीय मन्त्रालयहरूसँग छ त्यति नै अधिकार संविधानले नै, ऐनले नै, कानुनले नै स्थानीय तहलाई दिएको छ भनेपछि पक्कै पनि स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष अथवा त्यहाँको लोकल बडी अनि नगरपालिकाको प्रमुख उपप्रमुख त्यहाँको बडीले आफ्नो क्षेत्रभित्रको योजना आयोजनाहरूलाई प्राथमिकताको आधारमा जिल्लामा सुहाउँदो हिसाबले आफूहरूले अगाडि बढाउनु भएको छ। त्यसलाई यदि उहाँहरूबाट समाधान हुन नसकेका समस्याहरू छन् भने प्रदेश र सङ्घसँग चाहिँ एउटा सम्बन्ध सेतुको रूपमा काम गर्ने काम चाहिँ जिल्ला समन्वय समितिले गर्छ। अब तपाईँ केन्द्रमा पनि काम गरिसक्नु भएको अनुभव भएको व्यक्ति, विभिन्न स्थानीय तहमा यो संरचना बन्न लागेको संरचना जुन बजेट परिसकेको बजेट पनि कटौती भएको छ भन्ने गुनासो सुनिन्छ र यसलाई तपाईँहरूले समन्वयात्मक हिसाबमा कसरी त्यो बजेटहरूलाई, कटौती भएका बजेटहरूलाई फिर्ता गर्ने भनौँ न वातावरण मिलाउनुहुन्छ? अब यसमा दुईटा कुरा हुन सक्छ। त्यो कटौती हुनुको पछाडि के कारण हो त्यो बुझ्नु पर्यो। परेको बजेट यदि खर्च गर्न सकिएन कि अथवा प्राथमिकताको क्षेत्रमा परेन कि होइन, अब त्यो विषयवस्तु बुझेर सम्बन्धित ठाउँमा कहाँ पहल गर्नुपर्ने हो, कहाँ कोअर्डिनेसन गर्नुपर्ने हो, समन्वय गर्नुपर्ने हो। त्यो विभिन्न जनप्रतिनिधिहरूले भन्नुभएको छ वर्षमान पुन अर्थमन्त्री हुँदाखेरि भनौँ न पार्नु भएको बजेट अहिलेको सरकार आइसकेपछि काटियो, कटौती भयो, हामीले काम गर्न असहज भयो। अब यसलाई जिल्ला समन्वय समितिले कसरी समन्वय गर्नुहुन्छ भन्ने खालका भनौँ न गुनासो पनि गर्नुभएको छ। यो चाहिँ अलि माथिको समस्या जस्तो लाग्यो मलाई हजुरको प्रश्न सुन्दा। यो बजेटिङको तपाईँले समन्वय त गर्न सक्नुहुन्छ? अब यो हाम्रो प्र्याक्टिसमा के छ भने एउटा सरकार अथवा यो दलीय अवस्थामा चाहिँ त्यो हुँदो रहेछ। एउटा दलको सरकार भएको बेलामा भएका आयोजना योजनाहरू चाहे त्यो प्राथमिकतामै परेको किन नहोस्, अर्को सरकार आउँदाखेरि कटौती हुने अथवा बजेट नचाहिने ठाउँमा पनि जाने तर आवश्यक ठाउँमा नजाने, यस्तो खालको अवस्थाको अन्त्य गर्नको लागि अहिले केन्द्रमा पनि योजना ब्याङ्क भन्ने स्वीकृत योजनाहरूलाई प्राथमिकताको आधारमा छुट्याइएको हुन्छ र त्यो प्राथमिकता प्राप्त आयोजनाहरूमा चाहिँ बजेट कटौती गर्न पाइँदैन। त्यस्ता आयोजनाहरू जुन जिल्लाको लागि अथवा स्थानीय तहको लागि आवश्यक छैनन् त्यस्तो ठाउँको बजेट काटिएको हुन सक्छ। मैले यसमा अलिक थप बुझ्नुपर्छ जस्तो भनेपछि बुझेर आवश्यक समन्वय त्यसमा चाहिँ अब जिल्ला समन्वय समितिले आफ्नो कार्यक्षेत्र अधिकारभित्र पर्ने आफ्नो अधिकारको प्रयोग गरेर पक्कै पनि समन्वयात्मक भूमिका निर्वाह गर्छ। हुन्छ, हामी कार्यक्रमको अन्तिमतिर छौँ। मैले सोध्न छुटाएका र तपाईँले भन्न चाहनु भएको केही कुराहरू छ भने
रेडियो सुन्दै गर्नुभएका श्रोताहरूलाई जानकारी गराइदिनुहोस्। धन्यवाद। हजुरले यो जलजला एफएममा मलाई आमन्त्रण गरेर आफ्ना केही अनुभवहरू सेयर गर्ने अवसर जुराइदिनु भयो, त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि जिल्ला समन्वय समितिबाट हुने क्रियाकलापहरूमा यहाँहरूको पक्कै पनि राम्रा कामहरूलाई चाहिँ यहाँहरूले प्रचार प्रसार गरिदिनु हुनेछ र हामीबाट भएका कमी कमजोरीहरूलाई समयमै यहाँहरूले झकझकाएर हामीलाई सुध्रिने मौका दिनुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। र समग्र रेडियो सुनेर बस्ने सम्पूर्ण आम नेपाली दाजुभाइ दिदीबहिनी बुवा आमाहरूलाई म रोल्पा जिल्लाको जिल्ला समन्वय अधिकारीको तर्फबाट यहाँहरू सबैलाई जिल्ला समन्वय समितिले गर्न सक्ने काम कर्तव्यको विषयमा चाहिँ यो अवसर दिनुभयो। यहाँहरूलाई सबैलाई म धन्यवाद दिन चाहन्छु। हुन्छ, हामीलाई अमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। नयाँ भनौँ न आउनु भएको छ रोल्पा जिल्लामा, सफल कार्यकालको तपाईँलाई धेरै धेरै शुभकामना पनि छ। धन्यवाद, यहाँलाई पनि धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, कार्यक्रम जलजला बहसमा हामी छौँ र कार्यक्रम जलजला बहस आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कृपया जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया सहितको गुनासो हामीलाई टिपाउन सक्नुहुन्छ, जसका लागि 97 45 89 36 20 र मेरो व्यक्तिगत मोबाइल नम्बर 98 644 17 298 मा फोन गरेर तपाईँको सुझाव सल्लाह वा प्रतिक्रिया सहितको गुनासो टिपाउन सक्नुहुन्छ। आजको कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। र आजको अतिथि विशेष गरी जिल्ला समन्वय समितिमा हालचालै आउनुभएकी जिल्ला समन्वय अधिकारी अन्जु पोखरेललाई विशेष धन्यवाद ज्ञापन गर्दै आजको कार्यक्रम जलजला बहसबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार।